नमस्ते एभ्रिवान, वेलकम टु आवर च्यानल। आज चाहिँ हामी दादाको घरमा वर्तमानको लागि जाँदैछौँ। यो चाहिँ मेरो छोरीको आउटफिट हो। आफ्टर द्याट छोरी कति राम्री देखिन्छन्। ऊ फुरुक फुरुक परेर लुगा देखाउँदैछिन्। उसलाई सुहाएको पनि छ। अब चाहिँ हामी यहाँबाट लाग्दैछौँ सीता पाइला दाइसँग ट्याक्सीमा। यो चाहिँ कोटेश्वरको जाम हेर्नुहोस् है त। अब हामी चाहिँ शङ्खमुलको बाटो हुँदै जाँदैछौँ। कस्तो राम्रो फुलहरू फुलेको हुनाले मैले यसमा पनि क्याप्चर गर्न भ्याइहालेँ। यो बाटो एकदमै राम्रो देखिएको थियो, जाम पनि थिएन। शङ्खमुलको भित्री बाटो एकैचोटि हामी कलङ्की निस्किने गरी गएका थियौँ अनि जाम पनि काहीँ नभएको हुनाले हामी सरर पुग्यौँ। बाटोमा राम्रो राम्रो भ्यूहरूको क्याप्चर गर्दै अब चाहिँ हामी घरमा जान्छौँ। यो चाहिँ हाम्रो माथि हो है, सबैजना माथि हुनुहुन्थ्यो। मम्मी ठुलो मामुहरू चाहिँ तल चाहिँ दाइ भाइहरूको पूजा गरिरहेको थियो। यो चाहिँ मेरो दिदीको छोरा। यहाँ चाहिँ बहिनीहरूले कपाल ताप्दैछन्। यो चाहिँ हाम्रो नेपाली पञ्चे बाजा है, दादाहरूले गाउँबाटै बोलाउनु भएको हो। खुबै रमाइलो गरी खुबै मिठो बाजा बजाउनु भएको थियो। सबैजना यो बाजामा चाहिँ नाच्दै थिए। कस्तो मजाले बजाउनु भएको हेर्नु न। अनि यो चाहिँ हाम्रो भिक्षा दिने बेलाको टाइम है। अब मोबाइल चाहिँ मेरो माथि थियो, त्यही भएर मैले राम्रोसँग क्याप्चर चाहिँ गर्न पाइनँ। अलिअलि क्लिपहरू छ, हजुरहरू हेर्नु होला है त, इन्जोय गर्नु होला। अनि यो चाहिँ मेरो सानो भाइ, दुईवटा भाइको व्रत मन थियो। सानो भाइ चाहिँ खुब रमाइलो थियो। हेर्नु न, कन्जस्टेड भएर राम्रोसँग खिच्नै पाएन। यो चाहिँ मेरो ठुलो मामुहरू हो। अनि यो चाहिँ हाम्रो सन्तान हो कि। अनि उहाँहरूले चाहिँ अनि बाबुहरूलाई पाथी पाथी भरेर भिक्षा दिँदै हुनुहुन्थ्यो सबैजनाले। अनि कन्जस्टेड ठाउँ भएको कारणले गर्दा मैले राम्रोसँग क्याप्चरै गर्न पाएन। त्यही पनि अलिअलि देखाइदिएको छु है त। हेर्नु न, कति टाइम लगाउँदै हुनुहुन्छ। के राख्नुपर्ने रहेछ राख्दै हुनुहुन्थ्यो। हामी चाहिँ दिदीहरू हो, फुपूहरू भएको कारणले गर्दाखेरि भिक्षा दिन मिल्दैन रे, त्यही भएर चाहिँ मैले भिक्षा दिएको छुइनँ। उहाँहरू चाहिँ हाम्रो मम्मीको सन्तानहरू है। मम्मी जेठानी देउरानीहरू चारजनै हुनुहुन्छ। यति रमाइलो भयो है। अब सबै ठुलो मामु ठुलो बाबाहरू भेट भएको, बाबाहरूको पट्टिकोबाट। अनि मम्मीहरू हेर्नु न, अब नाच्नु भएको छ। यही मेरो ममु, म, ठुलो बाबा, मैले चाहिँ नचाएको है। मेरो ठुलो मामु, मेरो ठुलो दादा पनि अलिकति देखिनु भएको छ। नाच्दै हुनुहुन्छ खुब। यो चाहिँ मैले नचाउँदैछु, ठुलो मम्मी र ठुलो बाबा नाच्दै हुनुहुन्छ। मैले अर्को ठुलो बाबालाई पनि बोलाएँ। अनि मेरो छोरीलाई पनि नाच्न आऊ भनेको, ऊ चाहिँ मानिनन् है। ठुलो मम्मी ठुला खुब मक्ख परेर नाच्दै हुनुहुन्छ। म चाहिँ मान्छे बोलाउन हिँड्दैछु। ल, एक्लै पनि नाच्दै हुनुहुन्छ। अलिअलि नाच्दै पनि छु। आओस् कि नआओस् अलिअलि नाच्दैछु, नचाउँदैछु है। यो चाहिँ मेरो लास्टमा के, अब सबै सकिसकेको थियो। अनि म चाहिँ घर आउन आँटेको थिएँ। त्यतिखेर चाहिँ यस्तो नाचौँ न त भनेर नाचेको मात्र है। अहिले यहाँ ठुलो मम्मीहरूको ग्याङ पनि छ नाच्ने। हेर्नुहोस् है त। यो चाहिँ मेरो ठुलो मामु भाउजूहरू सबको ग्याङ हो। मेरो जेठी भाउजू उहाँ चाहिँ। अनि यो चाहिँ पूजाको है। अलिअलि यसो मिलेसम्म मैले क्याप्चर गरेको छु। मेरो भाइ यति खुसी। त्यसपछि हाम्रो फोटो सेसन सुरु हुन्छ है। उहाँहरूसँग राम्रै देखेकी रहेछु म पनि। सबैजनाले साडीहरू लाउनु भएको थियो। म चाहिँ मेरो बाबु सानो भएको हुनाले कुर्ता लगाएको। मेरो भाउजू है, उहाँ चाहिँ मेरो बाबुसँग पनि सुट हुँदैछ है भाउजूको। उहाँ चाहिँ मेरो नन्द हुनुहुन्छ। नन्द पनि आउनु भएको थियो। अनि यहाँ चाहिँ बहिनीहरूले, छोरीहरूले, नन्दहरूले चाहिँ क्याप्चर गर्न भ्याइसक्नु भएछ फोटो। थ्याङ्क यू फर वाचिङ। बाई।